नमस्ते। यतिखेर तपाईलाई म खेवाङको भिडियो देखाइरहेको छु। बिहानको समयमा खिचिएको भिडियोको कारणले गर्दाखेरि त्यस्तो साह्रो क्लियर आएको छैन र विगत धेरै दिनदेखि क्लियर रूपमा घाम पनि नलागेको कारणले गर्दा पनि राम्रो भिडियो आउन सकेन। बिहानै छ। हामी गोठतिर जाँदैछौँ। गोठतिर जाँदै गर्दाखेरि खेवाङको सुर्केमा रहेको गोठमा जाँदै गर्दाखेरि तपाईहरुलाई खेवाङको वर्तमान अवस्थाको भिडियो देखाइदिउँ न त भन्ने उद्देश्यले यो भिडियो बनाएको हो। देख्नुहुन्छ अहिले साँगा दिन खेवाङ स्पोर्टिङ क्लबको खेल मैदान हुँदै श्री गणेश माध्यमिक विद्यालय र त्यसको वरिपरिका आसपास क्षेत्र तपाईलाई म देखाइसकेको छु। यतिखेर हामी 3-4 जना साथीहरू मिलेर हामी सुर्केमा रहेको बचन खतिवडाजीको गोठमा जाँदैछौँ। लगभग 1 घण्टा आदिको हिँडाइ पछाडि हामी गोठमा पुग्यौँ। गोठमा पुग्न बित्तिकै राम्रो भोटे कुकुर देखियो। मैले भिडियो गरिहालेँ। एकदमै राम्रो क्युट लाग्यो। साथैमा रहेको सानो गोठमा चौरीका बच्चाहरू यो चाहिँ लोकल गाईबाट क्रस गरेर निकालेको कारणले यसलाई फम्जु भन्छ। पछि यो भारी बोक्नका लागि काम गर्छ र गोठमा पुग्दाखेरि वचन व्यस्त छ एकदमै। बिहान आफ्नो चौरीहरू धुने 1 2 3 4 5 6 7 8 9 10 वटा वरिपरि गर्दा जम्मा 10 वटा चौरी धुनु पर्ने रहेछ बिहानै। यो सायद दुइसकेको चौरी हो। दुइसकेको चौरीले आफ्नो बच्चालाई दुध खुवाइरहेको अवस्था छ। यो सायद पर्खाइमा छ आफ्नो पालोको। फेरि म फर्किएँ। यतापट्टि फर्किएर बच्चनजीले दुहिराख्नु भएको मैले एकदमै जुम गरेर भिडियो बनाएँ। र यसरी चौरी दुहिसकेपछि चाहिँ बच्चालाई खानका लागि दुध खानका लागि छोडिन्छ। यो पनि एकदमै राम्रो दृश्य लाग्यो। तपाईहरुलाई पनि मन पर्न सक्छ र मन पर्यो पनि होला। बिहानै यसरी बिहान बेलुका दुईचोटि धुने गरिन्छ यसलाई। अब धोइसकेपछि चाहिँ यिनीहरू चाहिँ बेलुकासम्मको लागि खर्कतिर चर्न जाने गर्छन्। यसरी नै अब यो धोइसकेको चौरीहरू चाहिँ खर्कतिर चर्न जाने गर्छन् र दुध स्टोरमा बसेको भन्दा महँगो पर्यो त पानी जाति। अनि अर्गानिक हो नि त। यस्तो त अब कल्पनामा मात्रै हो। एकचोटि